दुर्गा भवानीको प्रसादले राम्रो हो धेरै बढ्नु बुवा बाबा मम्मीलाई सुख शान्ति दिनु कसैसँग नरिसाउनु राम्रोसँगले उन्नति गरोस् पढ्न सर्व जे पढ्न आओस् र एकदम हाई गरेर फलानीको नातिनी फलानीको छोरी यस्तो भइछ भन्ने कुरो चाहिँ सुन्न म मरिहाल्नुलाई तिमीहरू गरिदिनेमा त्यो बात भने सुन्न पाऊँ भन्ने कुरो यहाँ आफूलाई त्योसँग के गर्छ नानी समाज भएपछि म उसले लगाइदिनु जान्छु ल सबैको अब चाहिँ दसैँ आयो हामी सँगै लगाइदिइहाल्नु पर्सन हेरेर छुट्टी पनि दुर्गा भगवानको प्रसादले राम्रो होस् कम्ती उन्नति होस् पढाइमा राम्रो होस् बाहिर जाने इच्छा गरिहालिस् भने पनि फुलको भिसा लागोस् कुन देश जाने आफू सोच बनाएर विचार गरेर इच्छा गऱ्यो भने लागिहाल्नुहोस् भिसा पनि लगाइसकिसक्यो हामी लाउँदैछौँ मम्मा अनि लाएर आउँछौँ ल मलाई हेरिसौ यिनीहरू होला रिचाको बिहेको दिन लाग्यो नि त यति अब काका र काकीले लगाउने हो दिदी नै चल्न लाठमा या देवी सर्वभूतेषु शक्तिरूपेण नमो तस्मै देवी भगवतीको प्रसादले 82 सालको शुद्ध दुर्गा माताले प्रसिद्ध भएर चिताकुरो पुगोस् कतिबाट दुःख कष्ट नहोस् राम्रोसँग छोराछोरी श्रीमतीलाई सुख होस् आफूले पनि सुख अब के भन्नु अब यही समस्याको भनौँ गाडीमा बाँध्नु होइन त्यो मामाले त्यस्तै त्यस्तै बनाएको छोरैलाई पुऱ्याउनु पर्ने छैन तर पनि अलिअलि छैन त्यहाँ दिनु पर्ने कानमा भेटेर भने
टोपीमा लगाइदिन्छु नि हाँसी छ के हाँसी रहेछ हाँस्न लगिस है या देवी सर्वभूते शक्ति रूपेण संस्थिता नमो तस्यै नमो नमः 82 सालको दुर्गा भगवतीको प्रसादले अरूसँग हुँदै जाओस् बढ्दै जाओस् फलानुको क्या बात भनौँ नाम पढाउनु र सबै कुरो फलानुको प्राणी यस्तो भन्छ भन्ने कुरो सुन्नु भने मेरा पनि यस्तो मलाई घाँटीमा लगाउने क्या हेर्न मिल्दैन छैन चेन्ज ठिकै छ कट लगाएर गर्नै पर्यो त्यही दुःख हुन्छ ठिक छ बाबा गर्छ म कान्छीलाई लगाएपछि एकछिन मलाई दिन्छौँ माथि गएर त्यही भएर चाहिँ यी राख्दा नि फरक पर्दैन माटो अब खुट्टा टोकेको खुट्टामा हुँदैन आज यो देवीको प्रसाद टाउका लाग्यो आगे आगे चिकन फेरि ढोका नि मिलेन मोटे आएन भयो कति गयो स्माइल एकछिन यो जमराहरू चाहिँ निकाल्नु लगाइछु जयन्ती माला काली भद्रकाली यहाँ बसेर लगाइछु होइन सर्वै मङ्गले मङ्गले शिवे सर्वदा रक्षा गरौँ मेरो बुढीको प्रगति होस् निरोगी हुनु ज्ञानी हुनु मलाई हरिशक्ति माया गर्नु सधैँ यस्तो ठ्याक्कै काकीले साडा दिएको बेला चाहिँ मेरो फोटो नै भिडियो नै बन्द गरेँ मैले मेरो भित्र छ एकछिन। काकीले काकीको दक्षिणा दिने हो ठिक छ यो दिल्लामा दिउँला अहिले खाली हातमा गर्ने हो ए दिनुपर्छ तिमीले एकछिन है फोटो टिका लाग्छ नपारेर ल ओहो। काका कस्तो अरू परिसक्यो एकछिन भइरहेको तपाईँले पनि ढोकाबाट गर्छ। नर्मली दसैँमा ठुलो बडा हो त्यो त। अन्य केटी त लाग्नु भयो जयन्ती माला काली भद्रकाली कपालिनी रुद्राक्षमा शिवरात्रि सदा सदा नमस्ते नङ्ग्रा त अप्ठ्यारो रहेछ टिका लगाइदिनु। भनिदिएको थिएँ त त्यही भएर लेफ्ट मात्र लगाउन यति मात्र भगवानीको गर। प्रसादले रक्षा गरून् निरोगी हुनु ज्ञानी हुनु राम्रो पढ्नु बेटो त्यो भिडियो हो धेरै भिडियो कमाउनु है भिडियो हो यो धेरै फोटो कमाउनु मात्र चाहिन्छ। अनि के अरे आफ्नो सभ्य भएर बस्नु राम्रो गर्नु सबैलाई माया गर्नु आफ्नो स्ट्यान्डमा बस्नु नानी खाजा गुजु केही कन्ट्र्याक्टमा गर्दैन हुनु ट्र्याकमा बस्नु राम्रो हुनु निरोगी हुनु है ल, क्यामेरा। खिचिरहनु न खिचिरहनु जे मन लाग्छ पछि फोटो त्यो सुट गरौँ न भाइ अरू भिडियो खिचेको हुन्थ्यो भिडियो खिचिरहेछ छोरो जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनी रुद्राक्षमा शिवरात्रि सदा सदा नमस्ते सर्वै मङ्गलमङ्गले सर्वै भगवानी प्रसादले रक्षा होस् निरोगी हुनु ज्ञानी हुनु राम्रो सधैँ खुसी हुनु, रिस कन्ट्रोल गर्नु। धेरै कमाउनु धेरै कमाउनु बाबाले भनेको कुरा मान्यो भने तिमीलाई जहिले सुखै सुख चाहिन्छ र ओ यार म गाली खायो भने रिस गाउनु। खोइ ब्रेसलेट पनि लाग्छ। भरे लाग्छ केही काम छैन जबसम्म। यतिलाई दिने दिने दाइलाई थाहा छ के?
डायलॉग आयो राम्रो ए मैले त डाइरेक्ट गरेर किन त मैले त हजुर एकछिन एकैचोटि ढोक्नु मैले त अस्ति जिस्केको एकचोटि ढोक्नु ल उनीहरूले ढोका आई डिडन्ट मिन इट मेरो एलिगेन्टी को ल यो खुट्टा निकाल त तिम्रो ओहो मेरो फेभरेट पार्ट चाहिँ यो हो क्या दसैँको यति राम्रो खुट्टा छ नि मेरो त फेभरेट पार्ट छ खै यो त ढोइमा मैले आएन पिङै खेलेको छैन के अरे खै फर्स्ट दादा छैन बोका न नयाँ पर्छ यो त छ अब के रह्यो सक्यो कि स्टार्ट सक्यो कति छिटो मामा गाउँ त्यो चाहिँ किन राखेको अरू मान्छेको ढाका टोपी लगाउनु मेरो फोटो होइन ढोइले काम गर्छ सरदा मात्र ढोग्ने के भयो जति नगर्नु क्या अब हामी पनि अलिक मोडर्न हुँदै जानुपर्छ मान्छे ठिक छ क्या आफू ठुलोलाई ढोक्नु तैँले आमा अहिले यसरी गोठ ढोगला गर्नु मान्छे त्यो पछाडि ठिक लाग्यो क्या आफू ठुलोलाई ढोक्नु पर्छ यो सबैजना सम्बन्ध रोग नहोला तँको साथ सधैँभरि पाइरह्यो त्यही त हो नि बुढेसकालसम्म एक अर्का ओ हिरो त्यसो नौटङ्की नगरिरहनुहोस् तपाईँले फेरि पाइरहेको छ अलि किन गर्नु परिरहेको छ तेरो यो यसो यहाँ राख एकछिन फुपूको फोटो बिग्रेकै छैन ल के पनि छिटो छिटो गरेको बिस्तारै गरेछु न तिमी किन यता हात उता जाऊ हातमै दर्शन गर्छ मलाई छिटो यतापट्टि ढोका भयो त्यो यो एप होइन एप होइन क्वालिटी नै राम्रो पढ्नु ज्ञान गर्नु बुवा मम्मीलाई सेवा दिनु कुनै कुरा ज्ञान मनोज अर्यालको छोरो तल घिमिरेको पढ्दै कस्तो गरेर चाहिँ मान्छे भाषा भन्ने भनौँ कल्पना मनोजको र तल घिमिरेको मान्छेमा कस्तो पैसा दिनुपर्छ छ परिहाल्छ गर्न सजिलो भएछ कर्म है काम हेरिरहनु टाइम लाग्यो यति काम केमै मैले हालिने नाति सजिलो आज केटाकेटीले दिनु पारेर खाटखुट्ट भइसक्यो सबै एकदम राम्रो चिताको कुरो होस् हुँदै गएको छ उन्नति प्रगति हुँदै माइतीको राम्रो भयो भने चेलीबेटीलाई पनि राम्रो खुसी सबैभन्दा खुसी रोग नलागोस् श्रीमतीको साथ सपोर्ट भइरहेछ जिन्दगीभरि यतिकै पाइरहोस् राम्रो छोरी एउटी छ बाटोबाट सुख होस् कामकोबाट सफल राम्रो होस् अझै आफूले के चिताएको छ मनभित्र अब हामीले चिताएको थाहा हुँदैन है सबै पूर्ण होस् उसले भित्र के चिताएको छ हामीलाई थाहा हुँदैन फेरि मैले थोरै भनौँला सबै पूर्ण होस् चिताको कुरो राम्रो कुरो चिताका राम्रो कुरो फेरि नराम्रो नराम्रो कुरा चिता भन्थ्यो चिताको मान्छेहरूले हुन्छ जाइसी मङ्गला पोस्ट अझै माथि 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 गर्दै कहाँसम्म बढाउने बढ्दै जाओस्
गाली खाइन्छ उ त्यसरी घर सफा के गर्छ काम छैन नेता होइन राम्रो आफूले सोचेर सकोस् रोकेर नलाओस् आखी हुन्छ अहिले त ठुलो मम्मीले उहाँ बाबुलाई अहिले प्रधानमन्त्री हुनु भनिसक्यो विराजीको ठुलो मम्मीले यहाँ अरे प्रधानमन्त्री भएर काम छैन केटीले चाहिँ गाली गर्छन् भनेको नाटो भन्छ यसलाई अब उठ्नु न त म ढोक्छु यहाँ आशीर्वाद यहाँ गर्नु भाइले चाहिँ ढोक्छु भन ल ल भाग्यमा भयो मेरो त सर्ट निक्लिन्छ नि कान्छे राम्रो लाइन हो मेरो सर्ट निक्लिन गाह्रो हुन्छ ऐश्वर्यम भने मानव दुर्योधने दुर्गा भवानीको प्रसाद बचाउनु राम्रो पढ्नु ज्ञानी हुनु निरोगी हुनु अनि राम्रो कमाउनु र जहिले भलागी हुनु मामा माइती पनि छोड न भेट न बुढो भए पनि मामा माइती जहिले सम्झिनु ल धेरै सुनिरहेको छ होइन रेकर्डमा राखी त बाँकी भने अब उठा त भोलिको देउतालाई ढोक्नु पर्यो नि त उठ्नु पनि पर्दैन यतिकै चाहिँ मैले पनि छैन टिको सँगै खाना खान आउने टिकटकमा हालेर श्रीधरले जेरी पकाएको जयन्ती मङ्गला काली भद्रकाली कपालिनी दुर्गा सवारा नमस्ते छोरी ज्ञानी छे झन् ज्ञानी हुनु घरि मात्र फुपूसँग चुडक्क घुमाउँछ डरमा आएका छन् फोटो नजिक हुन्छ नि उनी शान्त झाडा कहिले काहीँ फुपूसँग चिडक्क पर्छ आउँछ गर्न मिल्छ आउँछ झाडा भने र अरू भन्दा पनि ल चिताको कुरो पुग्योस् आफ्नो बाबा मामुसँग छिट्टै भेटोस् बाबा मामुसँग छिट्टै भेटोस् आशीर्वाद हो अब नयाँ इनोभेटिभ आशीर्वाद अहिले मामा आउँछ है नानी छिटछिटै सबै चिताको कुरो पुरा हवस् बाँकी कुरो त्यही त दिव्या अहिले खुल्चा चाहिँ एकैचोटि फुपूले ढोक्छ एकैचोटि ल अर्की कान्छी झन् ज्ञानी छे भद्रकाली कपालिनी चिताको कुरो पुगोस् ज्ञानी हुनु एउटा फुपू छु नबिर्सिनु फुपू फुपाजुलाई दादा भान्दाई एउटा त हो नि धेरै एउटा होइन भान्दाई एउटा फुपू फुपाजु एउटा त हो ज्ञानी चाहिँ झन् ज्ञानी पढ्नु बाबा मामुलाई माया गर्नु फुपू भनेर फुपू मामु भनेर कुदेर आउनु आइरहन्छ आके आइरहनु है र पढाइमा पछि आइरहेको छ झन् आइरहनु सानो कुदेर आउँदा चाहिँ अलिक गाह्रो हुन्छ बरु बाइकमा आउँछ अहिले फुपूको घर जान्छ एउटा कति नजिक छ थाहा छ भाग्यमा नि ल खुट्टा ठाडो पार छोडेछोरी बाबा बस लुतियोतिर पर्छ भने सूर्य सुते बलञ्चालबारे सुते विद्याले विदुरे भगवती भगवता कृष्ण नारायणी विष्णु करती सम्पदा शरीरको अझै पद बढोस् ज्ञानी धेरै कमाउनु उन्नति प्रगति स्वस्थताको कामना गर्दछु धेरै पद बढोस् धेरै कमाउनु मेरो जहिले बाबा मेरो माया गर्नु
हामीलाई पनि माया गर्नु। धेरै कमाउँदा सुख पाइँदैन है। धेरै कमाउनु नि हामीले दिनु भने हामी सबै अब आशीर्वाद दिँदा अरे त्यसले पाउनु हुन्छ सबै भिडियो आशीर्वाद पनि दिन नपाउनु होइन र। भिडियो हुँदा धेरै कमाएर बिग्रिने होइन त्यसको नसा लाग्नु यो मात्र हो। होइन यो नि होइन कमाएर त बिग्रिँदैन यो नसा लाग्नु यो खै छो योपालि अलिक डह्रो बनाएन क्या लु। नातिनी कता के गयो? चाहिँ के जमरा दरो बनाएर गोपीले हामीलाई दौरो दिएन कसले दिए जमरा दरो बनाएर? मन्दिरमा राखेको मन्दिरमा आएछु कि ल आऊ छोरी हो। आउँछ नि। आउन भुट्यो। हामी यतापट्टि बस्नुपर्छ। ल पहिला दिगो त होला। सबै ढाड्दा। आइ जोड सुतेपछि म त होइन मलाई पनि दिनु पऱ्यो। अलिकति अनन्त दुर्योधने जानु सुर्जुते मेरो के हुनु धेरै पढ्नु धेरै पढ्नु अमेरिकाको छिट्टै लागोस्। होइन यहीँ न्यायाधीश बन्नु भइसक्यो अमेरिका होइन यहीँ न्यायाधीश बन्दैन नि हस् हामीले छोडेर कहाँ जान्छ फेरि घर जलाइदेला नि भन्ने डर छ होइ चलाउँदैन बाबु राम्रो न्याय दियो भने चलाउँदैन तर अब त्यो घोडा गऱ्यो भने त हो नि। हप्ता बाबालाई छोड्ने जस्तो काम गरियो भने चाहिँ चलाउँछ नानु गाईले सुन्छ गाईले सरलाई कान्छी सरलाई होइ अब अर्को पालि चाहिँ झापा आउनु ल ज्ञानी धेरै पढ्नु एकदम धेरै 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 पढ्नु राम्रो सधैँ माया गरेर त्यागी हुनु। मान्छे दक्षिणा चाहिँ झापा पाइँदैन भन न। यो दक्षिणा त्यस्तो गर्नु कुनै गर्दैन। झापा यहाँ सुन यता अलिकति जोड्ने मैले अघि अनि झापा आएपछि अनि हजुर त्यहाँ दुईटा भान्जीहरू त्यो चाहिँ मतलब गर्दैन नि त होइन आमाको टिका त होइन नि त्यो टोपी चाहिँ दही मजाले हाल्यो सुनेछ। दहीको ठाउँमा दुध हाल्नु है क्या गीता मलाई खानै पर्दैन भने चाहिँ दिदीलाई खाली खान्छ नि त बाखाली कि तिमीलाई के थाहा? हामीले जयन्ती मङ्गला देखेको छैन मम्मी नमस्ते सर्वमङ्गल्य मङ्गल्ये शिवे सर्वार्थसाधिके शरण्ये त्र्यम्बके गौरी नारायणी नमस्ते। ल छिट्ट सचिवमा बढुवा हुनु प्रसादले सधैँ अनि दुईटा केक काटेर पार्टी दिनु स्वस्थ रहनु खै जयन्ती रहनु सचिव जयन्तीलाई चाहिँ के दियो? प्रगति रहोस् बाबा जयन्तीलाई चाहिँ के दियो? अनि हामीलाई पनि माया गर्नु ढोका ढोका हरेका मारे पालिनी दुर्गा क्षमा शिवा धात्री सुवासुता नमस्ते सर्वमङ्गलम मङ्गले शिवे सर्वार्थसाधिके शरण्ये त्र्यम्बके गौरी नारायणी नमस्ते ज्ञानी हुनु जस्तै छेउ त्यस्तै ज्ञानी भइरहनु छुच्ची नहुनु धेरै पढ्नु धेरै पढ्नु निरोगी रहनु ज्ञानी सबैभन्दा कुरा चाहिँ ज्ञानी हुनु निरोगी हुनु भाग्यमानी हुनु है सानी सानो बाबाको घरमा यसो आउनु दर्शन दिन खुट्टी ढोक्नुभन्दा अगाडि बोलाउनु नबोलाइकन आउनु खाउ नखानु अब झन् गाडी चलाएर आउनु केही नदिकन ढोक्दैछ के भन गाली गरी गरी ढोक्छ मिल्यो त होइन नि मिल्यो गाली गरेर नि भिडियोमा चाहिँ ठिक्क पाएँ तर बिचरा यो म जस्तै पीडित म त गाली गरिदिएँ कति सक्सेसफुल भयो तिमी सोच यो र म एउटै बिरादरी हो कति सक्सेसफुल भयो दिदी भाइ खाकी चाहिँ ला अब यो म दिदी फेरि पहिला त लास्ट इयर बुहारी बनाउने भने मलाई लगाइदिनु पर्छ अहिले मलाई आउनु आउनु त्र्यम्बके गौरी लो। नारायणी धेरै भएन धेरै पढ्नु छिट्टो अमेरिकाको भिसा लागोस् अनि मैले पनि त्यसै यो चक्लेट पठाइदिनु यो आशीर्वाद गरेर 1 वर्ष ढिलो भइसक्यो क्या यी पढ्नु न्यायाधीश हुनु भन्थ्यो बेलाय अब त त्यही बाँकी छ मैले पनि त्यही आशीर्वाद दिएँ सविता। नजाऊ भन्ने खालको। के कान्छीलाई दिएको छैन त दिदीलाई त्यसले ढोकाइ पाए नि त ढोकाइमा नै धन्नै 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 केही थिएन म एकचोटि अनुसार केक थोराइदिई भनेर रुन्थे ए हो अनि त्यो अस्ति फोटो देखाएको नि ढोगेर मैले
अब बुहारी खोजिसक्यो अब छोड्दै केक दिन ग्वा ग्वा रोकियो म त पो रोइसो अरे भला पनि बनाउनु होला। यो रोके अब घरलाई खोजिसक्यो मङ्गलले शिव सर्वार्थ साधिके धेरै धेरै ओभर भयो। नारायणी नमस्कार छोरी राम्रो पढ्नु निरोगी रहनु बाबुआमालाई माया ठुलो बाबु ठुलो आमालाई नबिर्सिनु ठुलो मामालाई पनि चुइङगम चकलेट बोकेर आउनु दिदीलाई मात्रै ठुलो होइन घरमा होइन यो त यहाँ हेर उचाले कि आफै आफै मैले भनेकै छैन उचाले ठुलो घरवाला त इलेक्ट्रोनिकको मङ्गलाकाली भद्रकाली काली दुर्गा महाशिवरात्रि मङ्गले उसले कृष्णलाई लगाइदियो। ल दुर्गा माताको प्रसादले भन्दै आशीर्वाद दियो। आशीर्वाद देऊ ढिला हातमा ढोका भई बिचरा नढोका पैसा दिने पैसा थामेमा मात्र हुँदैन आशीर्वाद त दिँदैन नि त हातमा ढोका दिदीलाई आशीर्वाद देऊ। हातमा ढोका दिदीलाई तिमी उ मैले पैसा दिनु पहिला सानो हातमा ढोका न हातमा ढोका पखा एकछिन कोरे कपाल पछाडि लगेर हातमा ढोका त खिचेको मम्मा होइन उता पछाडि आयो के पछाडि राम्रो आएन क्या दिदीलाई ढोका अनि म डिलिट गर्दिन्छु त बाबा पछाडिको न ढोका फेरि ढोकिराख ओ दिदीलाई ढोकिराख ला दिदीलाई ढोकिराखियो पछाडि चाहिँ म डिलिट गर्न मिल्छ क्या त्यो उताबाट यता चाहिँ खिच्नु पर्ने रहेछ तुलाई हराए जस्तो हेर्न आउँदैन नि अनुहार तिम्रो गाडी हो यो ठाउँमै छैन तिम्रो दिदी हो बस न। बस दक्षिणा चाहिँ गरिदिन्छु सँगै बस्नु भयो। मैले दक्षिणै गर्नु छोड गरिसके खान्छु फेरि टिका लगाएको टिका लगाएको कि बल खुट्टा अबि ढोक्रा भइसक्यो त अबि 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 खुट्टा दिएको दिनुपर्ने सत्यन्त कुन्ती अहिले ठुली भनिदिन्थे क्या जयन्ती मङ्गलाका क्षमा स्वादाति सुधा सुवर्ण सम्पदा हरो हरो